ल त बहिनी लाग्छु म है त अलि हतार पनि छ ए लाग्नुहुन्छ दाइ पैसा दिन लाग्ला जस्तो हो दाइ पर्दैन भए छोडिदिनुहोस् दिन पर्दैन हजुरसँग छैन होला बाइकको चाबी निकाल्न लागेको पैसा पो भन्न थाल्यो के गर्नु त नि अब दिनै पर्यो बच्चा हो दाइ बच्चालाई फेरि 1000 को नोट चाहिँ दिँदै नदिन है जहिले मातिन्छ फेरि मेरो घरमा जो पाहुना आएन 1000 रुपैयाँ बाहेक कम दिँदैनन् 10 रुपियाँ दिन खोजेको 1000 नदिन हुने भयो अब दाइ 1000 रुपैयाँ चाहिँ नदिने सानो पैसा दिनु सानो मातिन्छन् फेरि हैन बच्चाको जाँदा यसो केही किनेर नि खान्छ ल भन्दै एक कप चिया र बिस्कुट खाएको नि 1000 रुपियाँ पर्यो होटेलमा खाए 20 रुपियाँ पाइन्थ्यो बरु 10 लाख छिरेछ नि